हामीले विश्वविद्यालयमा जे पढ्छौं त्यसले बाहिरको संसारमा साँच्चै कतिको काम गर्छ होला, कहिले सोच्नुभएको छ? ल, आज हामी यही विषयमा अलिकति गहिरिएर कुरा गर्दैछौं, खासमा उच्च शिक्षा कतिको प्रभावकारी छ भनेर कसरी नाप्ने भन्ने बारेमा। यो प्रश्न साँच्चै महत्त्वपूर्ण छ हैन त? हामी मध्ये धेरैजना शिक्षा प्रणालीबाट गुज्रेका छौं, तर के कक्षा कोठामा सिकेको कुराले भनौँ न जागिर खाँदा वा कुनै काम गर्दा साँच्चै सघाउँछ त? अब हाम्रो यो विश्लेषणको केन्द्रमा छ नेपालकै त्रिभुवन विश्वविद्यालय र त्यहाँको शिक्षाशास्त्र संकायमा पढाइ हुने एउटा विशेष पाठ्यक्रम। यसको मुख्य लक्ष्य के थियो भने भविष्यमा अंग्रेजी पढाउने शिक्षकहरूको लागि तयार पारिएको यो आधारभूत कोर्सले अहिलेको जमानाको माग पूरा गर्छ कि गर्दैन भनेर हेर्नु। यो कुनै सामान्य जाँच मात्रै होइन है, यो त शिक्षक तालिमको गुणस्तर नै कस्तो छ भनेर बुझ्ने एउटा गम्भीर प्रयास हो। किनभने राम्रा शिक्षक भए मात्रै त हुने राम्रो शिक्षा प्रणाली बन्ने। ल, अब प्रश्न आउँछ, यस्तो कुराको मूल्याङ्कन गर्ने कसरी? यसका लागि एउटा खास टुल किट वा भनौँ एउटा मोडल प्रयोग गरियो जसको नाम हो CIPP मोडल। यो CIPP मोडलले कुनै पनि कार्यक्रमलाई 4वटा फरक पाटोबाट हेर्छ। पहिलो, कन्टेक्स्ट अर्थात् सन्दर्भ। दोस्रो, इनपुट अर्थात् लगानी। तेस्रो, प्रोसेस अर्थात् प्रक्रिया। र चौथो, प्रोडक्ट मतलब उत्पादन। आउनुहोस् अब यी 4वटा के हुन् छोटकरीमा बुझौं। सबैभन्दा पहिलो, सन्दर्भ। यसले के हेर्छ भने जुन कार्यक्रम वा कोर्स बनाइएको छ त्यसको उद्देश्य अहिलेको आवश्यकतासँग मेल खान्छ कि खाँदैन, के हामी साच्चीकै सही समस्या समाधान गर्न खोजिरहेका छौं त? यो प्रश्नको जवाफ खोजिन्छ। दोस्रो नम्बरमा आउँछ लगानी। यहाँ स्रोत साधनको कुरा हुन्छ। त्यो कोर्स चलाउन के कुरा उपलब्ध छ, जस्तै पाठ्यक्रम कस्तो छ, पढ्ने पढाउने सामग्रीहरू, शिक्षकहरूको योग्यता अनि बजेट जस्ता कुराहरू यसमा पर्छन्। अनि तेस्रो हो प्रक्रिया। अब यसमा चाहिँ कार्यक्रम कसरी लागू भइरहेको छ भन्ने कुरा हेरिन्छ। मतलब दिनहुँ कक्षा कोठामा वास्तवमा के हुन्छ, पढाउने तरिका कस्तो छ, विद्यार्थीहरूले कसरी सिकिरहेका छन्, यी सबै कुराको अनुगमन गरिन्छ। र अन्तिममा चौथो र सबैभन्दा महत्त्वपूर्ण पाटो, उत्पादन। यसले कार्यक्रमको नतिजा कस्तो आयो भनेर मापन गर्छ। के कोर्सले आफ्नो लक्ष्य पूरा गर्यो त? के यहाँबाट पढेर निस्किएका स्नातकहरू आफ्नो कामको लागि साँच्चै तयार छन्? ल, अब यो CIP मोडल प्रयोग गरेर गरिएको अनुसन्धानले के देखायो त? जब शिक्षक र पढेर गइसकेका विद्यार्थीहरूसँग कुरा गरियो, केही निकै चाखलाग्दा र महत्त्वपूर्ण कुराहरू बाहिर आए। अनुसन्धानले के देखायो भने त्यो कोर्समा केही गम्भीर कमजोरीहरू रहेछन्, जस्तै पढाएको कुरा शिक्षण पेशामा खासै व्यावहारिक नहुनु, पाठ्यक्रमको सामग्री अलि पुरानो हुनु, शिक्षक र विद्यार्थी दुवैका लागि पर्याप्त शैक्षिक स्रोतहरू नहुनु र आलोचनात्मक सोचभन्दा पनि घोक्ने कुरामा बढी जोड दिनु। अनि सधैँको समस्या, कक्षामा विद्यार्थीको सङ्ख्या एकदमै धेरै हुनु। यहाँ एउटा स्पष्ट भिन्नता देखियो, भनौँ न एउटा ग्याप। कक्षामा के पढाइ हुन्थ्यो? धेरैजसो सैद्धान्तिक ज्ञान, तर जागिरमा के चाहिन्थ्यो? व्यावहारिक प्रयोग। कक्षामा घोक्ने अभ्यासमा जोड दियो, तर काम गर्नका लागि त चिन्तनशील भएर सोच्ने र माइक्रो टिचिङ जस्ता सिपहरू आवश्यक पर्थ्यो। मतलब सिकाइ र आवश्यकता बीच तालमेलै मिलेन। यो एउटै भनाइले धेरै कुरा बताउँछ। बीएड सकेर गएका पूर्व विद्यार्थीहरूले के महसुस गरे भने उनीहरूले पढेको कोर्सले वास्तविक कक्षा कोठामा पढाउन खासै मद्दत गरेन। यो उनीहरूको साझा अनुभव थियो। समस्या मात्रै देखाएर त भएन, हैन? यो अध्ययनले सुधारका लागि केही ठोस उपायहरू पनि सुझाएको छ। अब एक प्रभावकारी पाठ्यक्रम कस्तो हुन सक्छ त्यसको एउटा खाका हेरौँ। त्यसो भए सुधारको बाटो के त? सिफारिसहरू यस्ता छन्। पाठ्यक्रमलाई व्यावहारिक सिकाइमा केन्द्रित गर्ने, विद्यार्थीहरूलाई समूहमा मिलेर काम गर्ने गतिविधिहरूमा प्रोत्साहन गर्ने, शिक्षक केन्द्रित भन्दा पनि विद्यार्थी केन्द्रित शिक्षण विधिहरू अपनाउने, अनि पढ्न पढाउनेका लागि थप स्रोत साधन उपलब्ध गराउने, र सबैभन्दा महत्त्वपूर्ण, सिद्धान्तलाई शिक्षणको वास्तविक अभ्याससँग जोड्ने। तर एउटा कोर्सको कुराले समग्र शिक्षा प्रणालीमा के फरक पार्ला र? यस्तो प्रश्न मनमा आउन सक्छ, तर यसको महत्त्व हामीले सोचेभन्दा धेरै गहिरो छ। यसको सार के हो भने जब हामी शिक्षकहरूलाई दिइने शिक्षा र तालिममा सुधार गर्छौं तब हामी वास्तवमा पूरै राष्ट्रको शिक्षा प्रणालीको जग बलियो बनाइरहेका हुन्छौं। यो एउटा यस्तो लगानी हो जसको असर पुस्तौंसम्म देखिन्छ। र अन्तमा
एउटा प्रश्न सोच्नका लागि छोड्दैछु। शिक्षक शिक्षा त भयो, तर हाम्रो शिक्षा प्रणालीका अरू कुन कुन क्षेत्रहरू होलान् जहाँ यस्तै गहिरो र व्यवस्थित मूल्याङ्कनको सबैभन्दा बढी खाँचो छ? यसमा विचार गर्न सकिन्छ।